हेलो गाइजहरू लाउनुहोस् ऐना पोखरी जाने बाटो यही हो। टक्कसँगले यस्तो छ। यहाँ हाम्रो मिलन पार्ट्सको छ ठ्याक्कै हेर्नु त। टिकटक बनाउने फलाइ छ यो। अनि यहाँ बसेर राति चुस्की लाउने ठाउँ। बेलुकी टक्क रमाइलो हुन्छ है। सन्ध्याकालीन समयदेखि यहाँ बस्दा मजा आउँछ। यो बाटो सिधै गयो चाहिँ ऐना पोखरी। यहाँ तपाईँहरू के खानुहुन्छ? रम बियर छोइला कचेला चटपटे सब पाउने छ। यो कटेज मिलन कटेज हो। यहाँ माथिल्लो चाहिँ पाडेको कटेज छ। यता के गर्दै हुन्छ? म के को गोटी हो? कुखुरा लोकल ब्रोइलर। अनि ब्रोइलरको त अनि पुरा पन्जिङ छ त। अनि पन्जिङ अनि यो चाहिँ के हो? यो लट्टे लटेर यो खानु? लट्टे मामाले कुखुरा खाँदैन नि? कताको चाउरे पार्ट्स चाहिँ उयो बोलो ल्याउनु गएको छ। ल ठिक छ। कुखुराको कटिङ रहेछ यहाँ आज। कुखुरा कटिङ छ। यस्तै छ है। रमाइलो छ। गाउँघर भनेको गाउँघरै हुँदो रहेछ। यस्तो छ हेर्नुहोस्। पारी देखिरहेछ घरहरू। मकैहरूको हालत यस्तो छ। खडेरी लागेर घाम पनि पूर्वतिर गइसकेको छ। औ ओइ के गरेको? फटेङ्गा के गरेको तिमीहरूले त्यहाँ? केलाई? कुन चरा? थेट छोड्दै त पाप लाग्छ। पखेटा काटेको त्यस्तो गर्नु हुँदैन। ल है लाउनुहोस् ऐना पोखरीतिर जाउँ। जाउँ जाउँ जाउँ। अब यार ओइ फाइटर हो के छौ छुवा? जिन्दगानीमा यस्तै त हो नि हौ। आमा मेने ओके छ त ठिक छ। बाख्रा कति छ हौ? कति छ बाख्रा? त्यतिमा यहाँ बाहिरै त्यति त देखिसक्यो। 17-18 कतिवटा छ भन्नु त? कति हजारमा हानिदिनु भयो? 7वटा। आम्म थुम्पो के रहेछ नि त। त्यो फुच्चे भाइले युट्युब च्यानलतिर बनाउँथ्यो। बोका पनि बेचिगयो भनेर यहाँ ल्याएको रहेछ। ल भाइ तेरो बोका आइछ है। दस्ती लिएर आउनु है आउँदाखेरि चाहिँ। अब लु यता चाहिँ हिरोनीहरू हो। बाख्रा त कति हो कति? ल हेरौँ त अब किसनलाई चाहिँ के खै के छ त? केही छ होइन? तपाईँहरूलाई केही अनुदानहरू छ? यो गाउँपालिका वडाबाट केही छ सहयोग? यो आफ्नै मार्फतबाट गर्नुभएको यति? ल है त। खाना चाहिँ कहाँ यहीँ पकाउनुहुन्छ? लार दत्त लार। गीत पनि कस्तो कस्तो आएको छ। यो बाइक कसको हो? ऐना पोखरी घुम्न आउने मान्छेहरूको रहेछ। ऐना पोखरी जाने बाटोतिर म जाँदैछु। हेर्नु होला। यो ऐना पोखरी जाने बाटो है। तपाईँहरू यस्तो हरियाली है रमाडी एकदम। पाहाड काटेर बनाएको बाटो शीतलताले भरिपूर्ण, सुन्दरताले। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले ऐना पोखरीको दृश्य आउन लाग्यो। झन्डा पुरा लहराइरहेछ त। ऐना पोखरी
हिँड्दाखेरि अलिक राम्रो देखिएन है, रोकिवरी बनाइदिनु भयो। यो चाहिँ ट्वा काट्ने ठाउँ है, दामी छ। कटेज यता चाहिँ ऐना पोखरी। ल ऐना पोखरी यहाँ चाहिँ टक्क यस्तरी बस्ने ठाउँ रहेछ, खाने ठाउँ, पिकनिक स्पोट भनौँ न। यहाँ भर्याङ छ।